नमस्कार। आज हामी नमस्कार, मेरो नाम निरज आचार्य र आज हामी नेपालको जति पनि पपुलेसन क्राइसिस छ त्यसको बारेमा कुरा गर्न गइरहेको छु। र यो छोटो भिडियो मार्फत चाहिँ मेरो उद्देश्य के छ भन्दाखेरि मैले आफ्नो एउटा बोल्ने कलालाई विकास गर्नको लागि चाहिँ यो रेकर्ड गरेर यसरी चाहिँ एउटा व्हाइट बोर्डको माध्यमबाट मैले चिजहरूलाई एक्सप्लेन गर्नको लागि चाहिँ सिक्न खोजिरहेको छु र सिक्दैछु। र मेरो गोल भनेको चाहिँ एभ्री डे कुनै एउटा टपिकलाई पिक गरेर त्यसको बारेमा चाहिँ रिसर्च गरेर छोटो मिठो भिडियो बनाउने र आफ्नो एउटा बोल्ने कलालाई विकास गर्ने मेरो योजना छ। र त्यस अन्तर्गत यो मेरो पहिलो भिडियो र आजको यस भिडियोमा म नेपालले जुन हाल पपुलेसन क्राइसिस भोगिरहेको छ जसको बारेमा धेरै मानिसहरू अनभिज्ञ छन् यसको बारेमा म कुरा गर्न गइरहेको छु। र यसको बारेमा कुरा गर्नुभन्दा अगाडि म नेपालको डेमोग्राफीसँग सम्बन्धित केही डाटाहरू देखाउन गइरहेको छु। पहिलो भनेको नेपालको अहिलेको हालको पपुलेसन भनेको नेपालको अहिलेको जनसङ्ख्या भनेको करिब 3 करोड छ। 30 मिलियन जनसङ्ख्या हाम्रो देश नेपालको छ। कम्पेयर टु बङ्गलादेश यो एकदमै कम हो। बङ्गलादेशको जनसङ्ख्या लगभग 16-17 करोड छ भने नेपालको जनसङ्ख्या लगभग 3 करोड छ। तर नेपालको र बङ्गलादेशको सिमाना क्षेत्रफलको हिसाबले यदि देशको एरियाको हिसाबले हेर्ने हो भने इक्वल छ क्षेत्रफल। तर पपुलेसन वाइज बङ्गलादेशको जनसङ्ख्या नेपालको भन्दा लगभग 5 गुणा बढी छ। अब नेपालको फर्टिलिटी रेट प्रजनन दर अहिले 2026 अनुसार चाहिँ जम्मा 1.9 प्रति महिला छ। यसको अर्थ एउटा महिलाले केवल 1.9 भन्नाले लगभग अब 1.9 त हुँदैन भनेको 10 जना महिलाले 19 वटा बच्चा जन्माउँछन्। र डेमोग्राफीमा के भनाइ छ भने कुनै पनि डेमोग्राफीमा त्यो जनसङ्ख्याले रिप्लेस गर्नको प्रतिस्थापन गर्नको लागि फर्टिलिटी रेट भनेको कति हुनुपर्छ? 2.1 हुनुपर्छ। यानि कि 10 जना महिलाले 21 वटा सन्तान पाए भने त्यसलाई रिप्लेसमेन्ट लेभल भनिन्छ। तर हाम्रो देशको अहिलेको हाल फर्टिलिटी रेट कति छ? त्यो रिप्लेसमेन्ट लेभल भन्दा पनि कममा पुगेको छ। अब हामीले 1965-1970 को कुरा गर्दाखेरि त्यतिबेला नेपालको फर्टिलिटी रेट एउटा महिला बराबर 6 देखि 7 जनासम्म सन्तान हुन्थ्यो भने अहिले त्यो दर घटेर केवल 1.9 मा झरेको छ। यानि कि हाम्रो देशको जनसङ्ख्याको प्रतिस्थापन दर जुन प्रतिस्थापन दर चाहिने हो त्यो भन्दा पनि कममा पुगिसकेको छ। एकदमै भयावह अवस्था हो। अर्को भनेको चाहिँ अब नेपालको लगभग 20 लाख युवतीहरू गल्फ कन्ट्रीमा काम गरिरहेका छन् भने करिब 30 लाख युवतीहरू युथ पपुलेसन इन्डियामा काम गरिरहेको छ। यानि कि देशको 50 लाख जनसङ्ख्या देशमा छैन। यो त केवल गल्फ कन्ट्री र इन्डियाको कुरा गरेको, अन्य देशको कुरा गरेकै छैन। त्यसपछि नेपालको समस्या भनेको खालि लेबर ड्रेन मात्र होइन। नेपालको अर्को मेजर समस्या भनेको चाहिँ ब्रेन ड्रेन पनि हो। भन्नाले नेपालका जति पनि ब्राइट स्टुडेन्टहरू हुन्छन्, जति पनि पढ्नमा ट्यालेन्टेड हुन्छन्, जति पनि त्यो हाई इन्टेलेक्चुअल भएका स्टुडेन्टहरू पनि चाहिँ देशलाई यसरी छोडिरहेका छन् कि त्यो एकदमै भयावह अवस्था हुनेवाला छ फ्युचरमा। किनभने त्यो एकदमै प्रोफेसनलहरूको पनि एकदमै सर्टेज हुनेवाला छ फ्युचरमा। नेपालमा राम्रो अपर्च्युनिटी नभएको कारणले नै धेरै ब्राइट स्टुडेन्टहरूले देश छोड्न बाध्य छन्। यो एकदमै मेजर इस्यु हो नेपाल जस्तो देशको लागि, जुन एउटा विकसित विकासको खुड्किलोमा अगाडि बढिरहेको देशको लागि यो एकदमै ठुलो समस्या हो नेपालको लागि। र यसलाई बेलामा ट्याकल गर्न सकिन भने नेपालको जति पनि ब्राइट यङ युथहरू छ त्यो सबै विदेश जानेछन् र नेपालमा केवल लेस इन्टेलेक्चुअलहरू मात्र बाँकी रहनेछन्, जुन नेपालको विकासको लागि त्यति उपयुक्त नहुन, त्यति फलदायी अथवा त्यति त्यो लेभलको चाहिँ जनशक्ति उत्पादन नहुन पनि सक्छ त्यो पपुलेसनबाट। त्यसैले त्यो भयो, एउटा इस्यु भयो। अर्को भनेको चाहिँ नेपालको लाइफ एक्सपेक्टेन्सी चाहिँ 71 वर्ष छ ड्यु टु भेरियस रिजन्स। अब हाम्रो हेल्थ फेसिलिटीहरू बढिरहेको छ, राम्रो हेल्थ फेसिलिटीहरू पहुँच पनि, अब मानिसहरूको हेल्थ फेसिलिटीमा पहुँच बढिरहेको छ। अब लिट्रेसी रेट 71% छ भनेको मान्छेहरू अब शिक्षित भइसकेपछि उनीहरूको लाइफ एक्सपेक्टेन्सी पनि बढ्छ। त्यसको साथै अब अन्य फेसिलिटीहरू कारणले गर्दाखेरि पनि मेडिसिनहरू त्यस्तै भयो।
त्यो चिजहरूले गर्दाखेरि चाहिँ मानिसको लाइफ एक्सपेक्टेन्सी बढेको छ, जुन 71 इयर पुगेको छ अहिले, 71 वर्ष पुगेको छ। र अब हाम्रो देशको लागि चाहिँ एउटा इस्यु भनेको चाहिँ हाम्रो देशको लागि एउटा सीमित समय छ, अपर्च्युनिटी विन्डो भनेको केवल 30 वर्षको अपर्च्युनिटी विन्डो छ। यदि हामीलाई कायापलट गर्नु छ भने यो 30 वर्षभित्रमा हामीले कायापलट गरिसक्नुपर्छ। यदि हामीले यो 30 वर्षभित्रमा त्यो व्यापक सुधार ल्याउन सकेनौँ भने हाम्रो देश धनी हुनुभन्दा अगाडि नै बुढो हुन्छ, एजिङ कन्ट्री हुन्छ होइन। एजिङ पपुलेसन यति बढ्छ कि त्यसलाई थामी नसक्नुहुन्छ। त्यसैले हाम्रो देशको एउटा रोचक कुरा के छ भन्दाखेरि हाम्रो देशको डेमोग्राफी ठ्याक्कै जापानको जस्तै परिवर्तन भइरहेको छ। जसरी जापानमा पनि एजिङ पपुलेसन बढिरहेको छ नि, त्यसरी नै सेम रेटमा नेपालमा पनि पपुलेसन बढिरहेको छ। तर फरक के छ भन्दाखेरि जापानको वेल्थ र नेपालको वेल्थमा आकाश जमिनको फरक छ। जापान धनी छ र नेपाल एकदमै गरिब छ, फरक यति हो। अब मैले मेटेर फेरि अर्को फ्याक्टर लेख्छु, केही सर्टेन फ्याक्टरहरू। अब हाम्रो देशको जुन डेमोग्राफीमा चेन्ज आइरहेको छ, यसले चाहिँ भविष्यमा हाम्रो अर्थतन्त्र र समाजमा कस्तो खालको असर पर्छ यसको बारेमा पनि कुरा गर्न गइरहेको छौँ। पहिलो भनेको चाहिँ आजभन्दा करिब 1 दशक अगाडि लगभग एग्रिकल्चर हाम्रो देशको जिडिपीमा चाहिँ contribution of agriculture in it was 81%, now it's just 25%. of GDP. What is created? Right. Okay. Let's talk about another factor. हाम्रो देशको चाहिँ अब पपुलेसनमा जुन डेमोग्राफीमा चेन्जेस आयो भने यसले चाहिँ हाम्रो देशको एग्रिकल्चर, हाम्रो देशको चाहिँ अर्थतन्त्र र हाम्रो सामाजिक क्षेत्रमा कस्तो खालको असर पार्छ भनेर पनि कुरा गरौँ। सबभन्दा पहिला चाहिँ नेपालको एग्रिकल्चरको अर्थतन्त्रको एउटा मुख्य कन्ट्रिब्युटिङ फ्याक्टर भनेको एग्रिकल्चर कृषि क्षेत्र थियो, जसले आजभन्दा करिब 1 दशक अगाडि
नेपालको अर्थतन्त्रको 81% हिस्सा कृषि क्षेत्रले ओगटेको थियो भने अहिले त्यो झरेर कति भएको छ, केवल 25%। भनेको 81 केवल 10 देखि 15 वर्षको अन्तरालमा जब हामीले एसएलसी दिने बेला थियो त्यति बेला हामीले पनि नेपालको लगभग 81% जनसङ्ख्याले चाहिँ कृषि गर्छ, कृषिमा लागेका छन् भनेर हामीले लेख्ने गर्थ्यौँ भने अहिले त्यो झरेर केवल 25%मा आइपुगेको छ। नेपालको खेतबारीमा यङ ह्यान्ड छैन, जसले चाहिँ खेतबारीमा काम गरोस् त्यो खालको चाहिँ जनशक्ति नै छैन नेपालमा, जसले चाहिँ खेतबारीमा अथवा कृषि क्षेत्रमा लागेर काम गर्नको लागि चाहिँ इच्छा देखाओस्, त्यस्तो खालको जनसङ्ख्या नेपालमा छैन। एउटा मेजर इस्यु भयो। अर्को भनेको चाहिँ नेपालको लगभग जिडिपीको 24% हिस्सा रेमिटेन्सले ओगटेको छ। अब रेमिटेन्स बापत आएको पैसा लगभग 100 रुपियाँ पैसा नेपालमा आएको, यदि 100 रुपियाँ भित्रिन्छ नेपालमा भने त्यसको लगभग 72 रुपियाँ चाहिँ केवल घरायसी खर्चको लागि प्रयोग गरिन्छ। 100 रुपियाँमा 72 रुपियाँ घर खर्च चलाउनको लागि प्रयोग गरिन्छ। बाँकी रहेको पैसामा पनि 15 रुपियाँ चाहिँ 15.8 रुपियाँ के गरिन्छ, लोन तिर्नको लागि प्रयोग गरिन्छ। 4.6% शिक्षाको लागि प्रयोग गरिन्छ भने 1.9% भनेको घरायसी सम्पत्तिहरू किन्नको लागि प्रयोग गरिन्छ भने 1.9% चाहिँ सेभिङ गरिन्छ। भने 100 रुपियाँमा केवल 2 रुपियाँ सेभिङ गरिन्छ। रेमिटेन्स बापत जति पनि रेमिटेन्सबाट पैसा भित्रिन्छ नि त्योबाट केवल 2 रुपियाँ मात्रै सेभिङ गरिन्छ 100 रुपियाँमा। र बाँकी लगभग 1.6% चाहिँ बल्ल जबहरू सृजना गर्नको लागि प्रयोग गरिन्छ। यानि कि 100 रुपियाँमा केवल 1.5 रुपियाँ मात्र नेपालमा विभिन्न जबहरू रोजगारी सृजना गर्नको लागि प्रयोग गरिन्छ। अब रेमिटेन्स भित्रियो भनेर हामी मक्ख पर्छौँ होइन, तर वास्तवमा हाम्रो एक्चुअल अर्थतन्त्रमा रेमिटेन्सले कतिको रोजगारी सृजना गरेको छ भन्दाखेरि केवल 2% मात्र रेमिटेन्सले चाहिँ रोजगार सृजना गरिरहेको छ। नेपालको अब लिट्रेसी रेट हाम्रो साक्षरता दर 76% छ भने नेपालको ग्रेजुएट गर्ने विद्यार्थीको सङ्ख्या केवल 4.6% छ। यानि कि 100 जना मानिसहरूमा 76 जना मान्छेले सामान्य लेखपढ गर्न सक्छन् भने त्यो 76 जनामा पनि त्यो 100 जनामा केवल 5 जना 4.5 जना मान्छेले मात्र ग्रेजुएट भनेको ब्याचलर डिग्री पास गरेका छन् भने 2.2% मान्छेले पोस्ट ग्रेजुएट यानि कि मास्टर्स गरेका छन्। 100 जनामा 76 जनाले लेखपढ गर्न सक्छन् सामान्य, 100 जनामा केवल 5 जना व्यक्तिले ब्याचलर पास गरेका छन् भने 100 जनामा केवल 2 जना मान्छेले मात्र मास्टर्स गरेका छन्। भनेपछि नेपालको साक्षरता दर बढ्यो भनेर त मक्ख पर्छौँ, तर जुन हाम्रो अर्थतन्त्रलाई चाहिने खालको एउटा जनशक्ति चाहिने हुन्छ नि, जुन त्यो क्वालिटीको जनशक्ति हामीले उत्पादन गर्न सकिरहेका छैनौँ। भन्नुको अर्थ नेपालको आइटी सेक्टर नि बुम भइरहेको छ, हरेक सर्भिस सेक्टर बुम भइरहेको छ, तर त्यो जुन लेभलमा माथि बढिरहेको छ त्यही क्वालिटीको जनशक्ति हामीले उत्पादन गर्न सकिरहेका छैनौँ। त्यो एउटा मेजर इस्यु भयो। हाम्रो देशको एजुकेसन क्वालिटी यति लो छ कि एउटा मास्टर्स पढ्ने विद्यार्थीलाई पावर पोइन्ट बनाउन आउँदैन राम्रोसँग, एक्सेल राम्रोसँग चलाउन आउँदैन, वर्ड राम्रोसँग चलाउन आउँदैन, विभिन्न सफ्टवेयरहरूदेखि लिएर विभिन्न चिजहरू हुन्छ, विभिन्न टुल्सहरू हुन्छ, केही पनि आउँदैन। केवल थ्योरिटिकल नलेज मात्र यसरी हाम्रो एजुकेसन सिस्टममा रुटेड छ नि। हामी पास त हुन्छौँ तर एउटा टेक्निकल नलेज केही पनि हुँदैन हामीसँग। एउटा इस्यु मेजर इस्यु भनेको हामीसँग डाटा त छ, हामीसँग 76% मान्छेहरू साक्षरता छन् भनेर मक्ख पर्छौँ, तर वास्तवमा फिल्डमा हामीलाई चाहिने जनशक्ति उत्पादन भइरहेको छ कि छैन त त्यसमा चाहिँ विशेष ध्यान दिनुपर्ने हुन्छ। र यति नै हो। मेन भनेको अहिलेको मेजर इस्यु भनेको जति पनि पहिलो जेनेरेसनको हाम्रो जति पनि जनसङ्ख्या थियो उनीहरू विभिन्न गल्फ कन्ट्रीहरू जान्थे, मलेसिया जान्थे, अन्य देश जान्थे, उनीहरू फर्केर नेपाल आउँथे, नेपाल आइरहेका छन्। तर अब जुन दोस्रो पुस्ता छ जो विभिन्न युरोपियन कन्ट्रीहरू गइरहेका छन्, अस्ट्रेलिया गइरहेका छन्, क्यानाडा, युरोपियन कन्ट्री भइहाल्यो, अमेरिका, विभिन्न देशहरूमा गइरहेका छन्, उनीहरू स्थायी रूपमा त्यही नै सेटल हुन्छन्, उनीहरू कहिले पनि फर्केर आउँदैनन्। जबसम्म उनीहरूको बुवा आमा नेपालमा छन् तबसम्म रेमिटेन्स त्यो देशमा जान्छ, तर त्यसपछि एउटा सर्टेन टाइमपछि त्यो रेमिटेन्स जान पनि बन्द हुन्छ र जति पनि यङ पपुलेसनहरू बाहिर आएका छन् यिनीहरू कहिले पनि नेपाल फर्किनेवाला छैनन्। यदि नेपालमा राम्रो वातावरण सृजना भएन भने हाम्रो देशको पपुलेसन सधैँको लागि कोल्याप्स भयो। जति पनि
2 मिलियन 3 मिलियन पिपल मान्छेहरू छन् यिनीहरू जति इन्डिया र गल्फ कन्ट्रीमा बसेका चाहिँ छन् होइन यिनीहरू चाहिँ फर्केर आउलान् तर जति पनि युथ पपुलेसन छ जुन अन्य देशहरू गएका छन् यिनीहरू फर्कने मुडमा छैनन् किनभने त्यसको कन्डिसन त्यस्तै छ एउटा सेक्युरिटी छैन एउटा सेक्योर लाइफ हुन्छ भन्ने विश्वास नभएसम्म मानिसहरू चाहिँ फर्किनेवाला छैन त्यसैले अब हाल नयाँ सरकारले विभिन्न योजनाहरू बनाउँदाखेरि यो चिजहरूलाई ध्यानमा राखेर पोलिसीहरू बनाओस् नेपालको युथ पपुलेसनलाई नेपालको अर्थतन्त्रको विकास गर्नको लागि त्यही अनुसार चाहिँ सिपमूलक तालिमहरू दिएर त्यही खालको दक्ष जनशक्ति उत्पादन गरोस् र भरपुर रूपमा सदुपयोग गरोस् नेपालको अहिलेको जुन एउटा अपर्च्युनिटी विन्डो छ जुन अहिले वर्किङ पपुलेसन चाहिँ मिड इन एज भनेको 25 देखि 27 एज छ इयर्स अफ एज छ यसलाई चाहिँ नेपाल सरकारले भरपुर सदुपयोग गरोस् र नेपालको विकास गरोस् र यति भन्दा मेरो आजको यो प्रेजेन्टेसन सानो प्रेजेन्टेसन यही टुङ्ग्याउँछु किनभने मेरो पहिलो प्रेजेन्टेसन हो त्यही भएर राम्रो खालको चाहिँ अब मेरो फ्लोहरू पनि राम्रो बिस्तारै हुन्छ अभियसली इम्प्रुभमेन्ट हुन्छ र इफ आई प्र्याक्टिस एभ्री डे कन्सिस्टेन्टली त्यो भयो भने चाहिँ अभियसली मेरो एउटा राम्रो बोल्ने कला पनि विकास हुन्छ र एकदमै राम्रो स्किल हो मेरो 5वटा स्किल मध्ये यो पहिलो स्किल हो कम्युनिकेसन स्किल र त्यो मध्ये पनि पहिलो भनेको प्रेजेन्टेसन स्किल भयो होइन यो पब्लिक स्पिकिङ